झापा महिला गोल्ड कप सङ्कटालाई 2-0 ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा। विभागीय टोली नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै एलभिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार शिव शताक्षी स्थित दुधे रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबले अर्को सशक्त टोली सङ्कटा क्लबलाई 2-0 गोल अन्तरले पराजित गर्यो। सुरुवातबाटै पुलिस क्लबले खेलमा नियन्त्रण जमाएको थियो। राष्ट्रिय टोलीका अनुभवी तथा युवा खेलाडीहरूको उत्कृष्ट तालमेलका कारण पुलिसले सङ्कटाको रक्षा पङ्क्तिमा निरन्तर दबाव सिर्जना गर्यो। सङ्कटाले क्वार्टर फाइनलमा आयोजक झापा एफसीलाई 6-0 को फराकिलो अन्तरले हराएर आए पनि सेमिफाइनलमा पुलिसको रणनीतिक खेलसामु उसको केही चलेन। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। यस संस्करणको प्रतियोगितामा पहिलो पटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो। खेलको 70औं मिनेटमा पहिलो गोल मीना देवालले गरिन्। उनले उत्कृष्ट फिनिसिङ गर्दै पुलिस क्लबलाई खेलमा अग्रता दिलाइन् भने दोस्रो तथा निर्णायक गोल रेखा पौडेलको नाममा रह्यो। खेलको 82औं मिनेटमा रेखाले विपक्षी खेलाडीलाई छक्क्याउँदै सुन्दर प्रहार गरेर टोलीको जित सुनिश्चित गरिन्। पुलिसका दुवै गोलकर्ता मीना देउवा र रेखा पौडेल क्वार्टर फाइनलमा चर्च बोइज विरुद्ध 8-0 को जितदेखि नै उत्कृष्ट लयमा रहेका छन्। यो जितसँगै नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि पुलिसले दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा अन्य दुई विभागीय किम सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्, जसलाई प्रतियोगिताका बलिया दावेदार समेत मानिएको छ। यसले फाइनल खेल थप रोमाञ्चक हुने सङ्केत गरेको छ। आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल आउँदो कार्तिक 23 गते हुनेछ। यस गोल्ड कपको विजेताले 10,10,000 रुपैयाँ र उपविजेताले 5 लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। खेलको म्यान अफ द म्याच पुलिस क्लबकै रेखा पौडेल घोषित भएकी छिन्।